मित्रहरू, आज यो नाम्बोछा चामलिङको वंशावली बारेमा म संक्षिप्त चर्चा गर्न चाहन्छु। यसमा चाहिँ विशेषतः गरेर किराँत हिस्टोरी एन्ड जिनियोलोजी जितमान राई येलुङ ज्यूको पुस्तकबाट म यसलाई आधार मान्छु र नाम्बोछा सम्बन्धी अहिलेसम्म जे उपलब्ध छ त्यसको संक्षिप्त चाहिँ विवरण पेश गर्न चाहन्छु। अब उहाँ जितमान राईज्यूले चाहिँ पारुहाङ सुम्निमाबाट सुरु गर्नुभएको छ पहिलो पुस्ता। मैले चाहिँ अलिकति यो मुन्दुमहरूलाई विभिन्नलाई हेरेर चाहिँ रबिबुङ चिनिमाबाट सुरु गरेको छु। अब यो पनि जितमान राईज्यूले नै रबिबुङ चिनिमा चाहिँ मुन्दुममा सँगै आउँछ, उहाँहरू लोग्ने स्वास्नी हुनसक्छ भन्नुभएको छ, तर कन्फर्म छैन। तर सामान्यतः मुन्दुममा फलाक्दाखेरि सँगसँगै भनिने नामहरू चाहिँ श्रीमान श्रीमती हुने गरेको हुनाले रबिबुङ चिनिमा चाहिँ श्रीमान श्रीमती हुनसक्छ भन्ने अनुमानका साथ त्यसरी लेखिया छ। चिनिमाको छोरा चाहिँ पारुहाङ हो भनेपछि रबिबुङ र चिनिमाको छोरा पारुहाङ भन्ने ढङ्गले मैले चाहिँ मानेको छु। त्यस्तै गरेर रिकापा रिब्यामा अथवा साल्पा राजा साल्पा रानीको छोरी चाहिँ नाइमा अथवा सुम्निमा भन्ने हिसाबले मैले चाहिँ लिएको छु। र सुम्निमा र पारुहाङको छोरा चाहिँ हछा, यसरी वंशावली सुरु हुन्छ। र यो यसो गर्दाखेरि यो पुस्ता चाहिँ मोटामोटी मिल्ने गरी यहाँ उहाँको र मेरो पुस्तामा तलमाथि नपर्ने गरी नै गरिएको छ। र रबिबुङ र चिनिमा छोराको बाउ पारुहाङको बाउआमा र साल्पा राजा साल्पा रानी चाहिँ सुम्निमा अथवा नाइमाको बाबुआमा चाहिँ पहिलो पुस्ता गनेर अगाडि बढिन्छ। त्यस पछाडि मैले चाहिँ के गरेको छु भन्दाखेरि अघि भनिहालेँ जहाँ हछासम्म हैन, हछासम्म चाहिँ हाम्रो जान्छ। तर यहाँ उहाँ सरको चाहिँ अब सालापारी भेमा रिब्रिमातिर पुग्नु भएको छ। त्यसो हुनाले अब यस पछाडि चाहिँ हछा पछाडि चाहिँ मैले पनि उहाँकै कपी गरेको छु। वास्तवमा हर्कबुङ रिब्लबुङ मकम्बुङ भन्ने हछाको सन्तान हो कि भन्ने कुरा छ। तर यहाँ चाहिँ उहाँले निकै तल त्यो राख्नु भएको हुनाले मैले पनि त्यसैलाई चाहिँ नि साभार गरेको छु। र हछाको चाहिँ नि छोरा चाहिँ मलकुप्पा उवाकुप्पा हुँदै हुँदै अब यो चाहिँ 12औं पुस्तामा चाहिँ पातेसुङ डाकोहमा आउँछ। पातेसुङ डाकोहमा पातेसुङ डाकोहमाको छोराछोरी चाहिँ अब तयमा खियामा रैछाकुले र उता चाहिँ उता त्यो माथि हछाको पनि बाउआमा चाहिँ डिल्लिह र नाकिमा हुन्छ है। डिल्लिह र नाकिमाको छोरी सिकुरीमा हुन्छ। सिकुरीमा र हछाको चाहिँ फेरि सन्तान चाहिँ अहिले मैले पनि मलकुपा नै मानेको छु। अब तल डाकोहमा र पातेसुङको छोरा छोरीहरू चाहिँ तयमा खियामा रैछाकुले हुन्छ अथवा रछाकुपा। रछाकुपा र चाहिँ वाइलुङमाको विवाह पछाडि चाहिँ त्यहाँ चाहिँ छोरा छङछापा जन्मिन्छ। छङछापालाई चाहिँ त्यो घर बनाउँदा खाल्डोमा पुरेर मरिन्छ भने वाछाकुपा भन्ने चाहिँ जिउँदै रहन्छ, वाछाकुपा रहन्छ। त्यस्तै भोर हो खेर हो हुँदै हुँदै यता गएर तपाईँको चाहिँ नि यहाँ हुँदै 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 तपाईँको 32औं पुस्तामा चाहिँ मकम्बुङ हर्कबुङ साकुहाङ रिब्लहाङ भनेर मक्कहाङ हर्कहाङ साकुहाङ रिब्लहाङ भनेर उहाँले लेख्नु भएको छ। मैले पनि यसलाई चाहिँ मानेर लिएको छु हैन।
त्यस पछाडि हर्कहाङको अथवा हर्कबुङको छोराहरू चाहिँ मायुङहाङ हुँदै हुँदै गएर तपाईँको चाहिँ नि यो चाहिँ नि अब 33औं पुस्ताबाट जाँदा जाँदा यो थुप्रै छ गरेर तपाईँको चाहिँ नि थुप्रै हाङहरू गएर तपाईँको चाहिँ नि आएर तपाईँको भन्नुहुन्छ भन्दाखेरि यहाँ 127औं पुस्तामा यलम्बरको कुरा आयो होइन। अब यलम्बर पछाडि चाहिँ अब 29, 27 त्यस्तै 28 पुस्ताहरू छ। यस्तो हुँदै यलम्बरबाट पेलम हुँदै तपाईँको अन्तिममा पटुक र गस्ती होइन गलिज भनेको छ त्यहाँ, त्यो मैले चाहिँ राखेको छु। र यस पछाडि आउँदै आउँदै तपाईँको 163औं पुस्तामा रोदुहाङ होइन। 164 पुस्तामा खम्बुहाङ हुँदै आएको छ होइन। खम्बुहाङबाट चाहिँ एउटा चाहिँ चालिमहाङ अथवा चालिमह भन्ने हुन्छ। चालिमहको चाहिँ चारवटा सन्तानहरू भन्ने यहाँ छ। बुसुरु, वाछपा, छोछपा र थथापा अथवा कुमापा यसरी आउँछ होइन। वाछापाको सन्तानहरू पनि सबै चाहिँ वाछापाको सन्तानहरू चाम्लिङ हो भने बुसुरुको सन्तान चाहिँ युङछर र हुङछर। चालिमहाङको छोरा बुसुरुको चाहिँ युङछर र हुङछर भन्ने दुईटा चाहिँ नि के छ त सन्तान छ। र हुङछरको सन्तान चाहिँ तिलुङ हुन सक्ने हाम्रो जितमान सरको अनुमान छ भने युङछरको सन्तान मात्रै चाम्लिङ हो। भनेपछि चाम्लिङ भनेको सामान्यतः युङछरको र वाछापाको सन्तान हो, यसरी बुझ्नुपर्ने हुन्छ। र हामी नाम्बोछार चाहिँ वाछापाको सन्तान होइन। बुसुरु चाहिँ 166औं पुस्ता आयो भनेपछि युङछर, थुङछर, रामपल्लेथुङ, यमायु, झमायु हुँदै हुँदै गएर तल चाहिँ 173 पुस्तामा चाहिँ रुङमा र हैमा भनेर छुट्यो दाजुभाइहरू। र हामीहरू रुङमापट्टि पऱ्यौँ। रुङमा मिन्ना लोतिस्प हुँदै हुँदै हामी चाहिँ तपाईँको कहाँ पुग्यौँ भन्नुहुन्छ भन्दाखेरि यसरी चाहिँ लास्टमा हामी थालिमी 210 पुस्तामा हामीहरू थालिमी पुग्यौँ। थालिमीको सन्तान चाहिँ एउटा राथोमी, अर्को कुथोमी। कुथोमीको सन्तान पालिम्पाबाट विभिन्न पाछाहरू बनाएको छ चाम्लिङको भने राथोमीबाट पनि। अब राथोमीबाट तल झऱ्यो तपाईँको वाचोङा भन्ने राथोमीको सन्तान वाचोङाको सन्तान चाहिँ रोदले, दिखले, वालेम, यालुङ, मेलिय, साले, पोतो भयो है। 7 सन्तान मध्ये रोदोलो अथवा रोदोले अथवा रोदोली भन्छौँ। रोदोलीबाट चाहिँ के पाछा बन्यो भन्दाखेरि यतिमछा र चाहिँ तपाईँको नाम्बोछा र रोदोले त छँदैछ। यस किसिमको चाहिँ यसको चाहिँ भयो। यसरी हामीहरू यो रोदोले हुँदाखेरि चाहिँ 214औं पुस्तामा पुग्यौँ। 214औं पुस्तामा पुग्यौँ होइन। रोदोलीसम्म माथि रविबुङ र चिनिबाबाट सुरु गर्दा हामी 214औं पुस्तामा पुग्यौँ। अब त्यस पछाडि रोदोले पछाडि बयनसिंह राईजीको पुस्तक अनुसार चाहिँ बलिराज, मगराज, त्यस पछाडि आस्मोली भन्नुभएको छ। तर कतिपयले चाहिँ जस्तै वालेमरुङ छा, अनि दिखली छा, येलुङ छा आदिको वंशावली अनुसार चाहिँ उहाँहरूको चाहिँ 15 देखि 17 पुस्ता पुगेको भनेको छ। भनेपछि हाम्रो पनि त्यो 15 देखि 17 जेठो हाँगा भनेपछि त 17 पुस्ता पुग्नुपर्ने र त्यहाँ 3-4 पुस्ताको चाहिँ कैफियत देखिएको छ होइन अहिलेलाई। तर त्यहाँ चाहिँ अहिलेसम्म चाहिँ रोदोलेबाट अब रोदोली, बलिराज, मगराज र आस्मोली छ। तर यो बिचमा अरू थप 4 पुस्ता जति हुनुपर्ने भन्ने अहिले विचार आएको छ, तर त्यो स्पष्टसँग आउन सकेको छैन। र अहिलेलाई चाहिँ हामीले रोदोलीबाट हाम्रो वंशावली हेर्दाखेरि बलिराज, मगराज र आस्मोली
त्यो चाहिँ छोराहरू। रोदोलेको छोरा बरिलाज, बरिलाजको छोरा मगराज, मगराजको छोरा आस्मोली, जेठा छोरा आस्मोली। माइला छोरा चाहिँ साइमोली र माइला छोरा, साइला छोरा चाहिँ देशमोली, जसलाई जसमोली पनि भनिन्छ। अर्को कान्छा छोरा आरमोली। त्यो आरमोलीसँग चाहिँ अब रोदोलीहरूको केही न केही गडबड भए जस्तो बुझिन्छ। कसैले त्यसै भनेर 3 दाजुभाइ मात्रै भनेछ। र हामी नाम्बोछाहरू चाहिँ आस्मोलीको सन्तान भन्ने भनाइ छ। र आस्मोलीको चाहिँ आस्मोली चाहिँ सुब्बा थिए। अब आस्मोलीभन्दा अगाडि 4-5 पुस्ता अगाडिसम्मै सुब्बाहरू थिए उनीहरू भन्ने छ। यो चौदन्दीको सुब्बा अथवा यो चाहिँ मकवानपुरको सुब्बाहरू उनीहरू, होइन। सेन राज्य अन्तर्गत मकवानपुरको अथवा चौदन्दी पछि भएपछि चौदन्दीको सुब्बाहरू हुन् उनीहरू। र सुब्बा भनेपछि चाहिँ उनीहरूले कर सङ्कलन गर्ने र न्याय सम्पादन गर्ने काम, र त्यो दिवान अन्तर्गत हुन्छ। अब दिवानलाई नै होला चौतारिया पनि भन्ने छ। र चौदन्दीको दिवान भनेको अथवा चौतारिया भने चाहिँ अजित राय अथवा अगमसिंह चामलिङ राई पनि भनिन्छ। र उनको अन्तर्गतै मेरो विचारमा त्यो आस्मोली चाहिँ सुब्बागिरी गर्थे। सुब्बा भनेको चाहिँ त्यति बेला अब सम्भवतः माझकिराँत पुरै या त्यसको कुनै क्षेत्रमा, खोटाङ क्षेत्रमा चाहिँ उनले चाहिँ कर सङ्कलन गर्ने र न्याय सम्पादन गर्ने, एक हिसाबले अहिलेलाई भन्ने हो भने अर्थमन्त्री जस्तै नै भूमिका र न्याय मन्त्री, कानुन मन्त्री जस्तै नै भूमिका निर्वाह गरेको चौदन्दीको देखिन्छ। अब उनी खोटाङगढी बेस थिए कि भन्ने जस्तो देखिन्छ, किनभने पृथ्वीनारायण शाहको सेनाहरूसँग लड्दाखेरि खोटाङगढीमा मारिएको भन्ने बयानसिंह राईज्यूको पुस्तकमा छ आस्मोलीको, होइन। त्यो हिसाबले त्यस्तो देखिन्छ। अब कसरी नाम्बोछा भयो भन्दाखेरि चाहिँ अब उनी कर तिर्न जाँदा घोडा चढेर जान्थे। चौदन्दी जाँदाखेरि बाटोमा बास बस्ने, बास बसेपछि त्यहाँको एउटा महिलासँग हेमखेम हुने, त्यहाँबाट चाहिँ एउटा सन्तान जन्मिने, होइन। र त्यो सन्तान नै चाहिँ नाम्बो भयो भन्ने चाहिँ भनाइ छ। अब नाम्बोछा नाम कसरी रह्यो भन्ने बारेमा चाहिँ अब त्यो सन्तान जन्मेपछि चाहिँ यसलाई जिम्मा लिनुपर्छ तिमीले भनेर भन्यो। र चाहिँ ल त ठिक छ, मेरै भयो त, मेरै नाममा भयो नि त, नाम्बो, मेरै नाम भयो भनेर नाम्बो भन्ने शब्द रह्यो भन्ने हाम्रो जय शमशेर राईज्यूको भनाइ छ, होइन। अब कतिपयले चाहिँ अब माथि चाहिँ नै घाम नजिक थियो, घाम टिप्न जाँदाखेरि गाह्रो बनाएर जाँदा गाह्रो भत्किएर चाहिँ मर्यो, त्यस कारण नाम त्यो घाम टिप्न जाने चाहिँ व्यक्तिको नाम नाम्बो भयो र उनैको सन्तान नाम्बोछा भयो भन्ने पनि फेरि अर्को मिथक छ। तर जे जसो भए पनि त्यही आस्मोलीकै सन्तान नाम्बो। अब उनको चाहिँ ओरिजिनल नाम के थिए, हिन्दू नाम के थिए थाहा भएन, तर उनको चाहिँ एउटा फुल नाउँ अथवा निक नेम चाहिँ नाम्बो भन्ने भयो र त्यो नाम्बोकै सन्तानहरू नाम्बोछा भए। र यतिमछा पनि उनै आस्मोलीको सन्तान हो कि भन्ने भनाइ छ, होइन। यकिन भएको छैन, तर रोदोली छाबाटै छुट्टिएको भन्ने छ, होइन। र नाम्बोको अब सन्तानहरूको कुरा गर्दाखेरि चाहिँ 4 दाजुभाइ थिए भन्ने सङ्केत मिल्छ। रणदीप सिंह भोजपुरतिर, होइन। अनि त्यस पछाडि चाहिँ नि दोस्रोमा चाहिँ नि हियो तियो भनिया छ बलाम्तातिर, र दोस्रो भनेको माइलो, जेठो भनेको रणदीप सिंह भयो भोजपुर, अनि साइलो भनेको चाहिँ फौजा सिंह खोटाङ बुइपा, र कान्छो भनेको कालमान सिंह खोटाङ बारा पोखरी। यसरी 4 दाजुभाइहरू 4तिर लागेको नाम्बोको सन्तानहरू बुझिन्छ। अब माथि आस्मोलीको पनि, आस्मोली चाहिँ नि पारुङतिर गएको, होइन, आस्मोली। अनि साइमोली सौरे, देशमोली अथवा जसमोली किवा, र चाहिँ आरमोली चाहिँ बारा गएको भन्ने त्यहाँ पनि प्रसङ्ग छ। र यसरी चाहिँ नि 4तिर चाहिँ नि नाम्बोछाको पुर्खाहरू गएको देखिन्छ। अब यस पछाडि उनीहरू चाहिँ त्यो विभिन्न हाङ्गामा गएको हुनाले त्यहाँको वंशावलीहरू टिप्ने क्रम जारी छ। विशेषतः बुइपाको वंशावलीहरू मोटामोटी टिपिएको छ। तर बुइपाबाटै एक चाहिँ नि
ललित बहादुर भन्ने चाहिँ यो छुलवार हुँदै अहिले मिक्लाजुङ मोरुङतिर पुगेको रहेछ। उहाँहरूको कम्प्लिटली टिप्न पाइया छैन, नत्र बुइपाको मोटामोटी कम्प्लिट भएको छ केही छुटपुट सहित। त्यस्तै गरेर उता बारा पोखरीको पनि कालमान सिंहको पनि मोटामोटी बनेको छ। त्यहाँ कात्तिके लगायत केही ठाउँहरूको छुटपुट भएको छ भने यता चाहिँ नि बालन्ताको चाहिँ मेककर्ण खलक, त्यहाँ 7 दाजुभाइ मध्ये मेककर्ण खलकको मोटामोटी आएको छ। अरू 6 दाजुभाइको त्यहाँ बाँकी छ। अनि भोजपुरको एउटा लाइन मात्रै आएको छ हैन, त्यहाँ चाहिँ नि रणदीप सिंहको एक लाइनको चाहिँ आएको छ। अरू त्यहाँ पूर्ण रूपमा बाँकी छ। र सन्तानहरू चाहिँ अब पृथ्वीनारायण शाहकै पालामा खेदिएर बिहार पुगेको पनि प्रसङ्ग छ नाम्बो छाको। र बिहारबाट आएर फेरि यता इनोरातिर बसिरहेको भन्ने पनि कुरा आएको छ। त्यस्तै तेह्रथुमतिर, पाँचथरतिर, सङ्खुवासभातिर पनि पुगेको जानकारीहरू आएको छ। अहिले चाहिँ झापातिर, अनि झापाको बिरतामोड, झापाको कमल नगरपालिकातिर हुने र यता चाहिँ नि मिक्लाजुङतिर, अनि चाहिँ नि मोरङको मिक्लाजुङतिर त्यो अर्को त्यहाँको एउटा अर्को पनि पालिकामा छन्। अब धरानतिर, अनि गाईघाटतिर, अब काठमाडौँतिर त हुने भइगयो। र बुइपाकै एकजना चाहिँ उहाँ बागडोगरा छेउमा पनि हुनुहुन्छ। र यसो हुँदाखेरि चाहिँ बुइपाको चाहिँ के छ भन्दाखेरि, जस्तै मेरै लाइनको कुरा गर्दाखेरि हामी चाहिँ फौजा सिंहको सन्तान भयौँ। फौजा सिंह भनेको चाहिँ धेरै पढा लेखा विद्वान मान्छे थियो भन्ने छ। र उनी चाहिँ खारपालीहरूसँग, पोखरेलहरूसँग चाहिँ नि त्यहाँ चाहिँ नि वाद विवादमा परेर उनलाई चाहिँ एउटा चिठी, शान्ति सम्झौता, हामी शान्ति गरौँ, सहमति गरौँ भनेर एउटा चिठी दियो। त्यो चिठी चाहिँ नि हेर्दाखेरि माथि चाहिँ बुइपाको लुम्ले भन्ने ठाउँमा त्यो चिठी हेर्दाखेरि किरिङ मिरिङ काइते अक्षर थियो। त्यो उनले पढ्न सकेन। यसरी हेर्दा हेर्दै नै के लेखेछ हेर्दा हेर्दै खुँडाले 2 टुक्रा बनाए भन्ने चाहिँ प्रसङ्ग छ। र त्यो खुँडा धोएको हुनाले त्यो लुम्लेको एउटा जरुवा पानी चाहिँ त्यहाँका अधिकांश किराँतीहरूले नखाने चलन थियो। अब अहिले त त्यो पाइप लाएर चाहिँ खान्छन् क्यार, तर त्यो खानु हुँदैन भन्ने चलन थियो, त्यहाँको पानी खाँदैन थिए त्यो चाहिँ। अनि त्यस भावनाले त्यो फौजा सिंहको, अब जस्तै मेरै लाइनको कुरा गर्दाखेरि फौजा सिंहको छोरा शिवजीती सिंह, शिवजीतीको छोरा मनोजिती सिंह, मनोजितीको छोरा जसपाउ, जसपाउको छोरा रणवीर, रणवीरको छोरा अकल सिंह, अकल सिंहको छोरा रणबहादुर, रणबहादुरको छोरा म मानबहादुर, र मेरो छोरी मानवी। यहाँसम्म हाम्रो यो चाहिँ वंशावली आउँछ। र यो चाहिँ नि हाम्रो वंशावलीलाई चाहिँ कम्प्लिट गर्न अब सबैतिर चाहिँ खोज अनुसन्धान जरुरी छ। अब यो विशेषतः हामी आस्मोलीको सन्तान हौ, र आस्मोलीले सुब्बा पाएको भने चाहिँ सेनकालको स्याम मोहरहरू हुनसक्छ। र आस्मोलीकै सन्तानहरूले कतिपयले त्यस्ता स्याम मोहरहरू, लाल मोहरहरूसँग हामीसँग छ भनेर भनिरहेको भन्ने विषय छ। तर अहिलेसम्म हामीहरूले देख्न पाएको छैनौँ। र नाम्बो छाको सामान्य छ। यो वंशावलीको संक्षिप्त विवरण चाहिँ यति नै छ। धन्यवाद।